एकछिन बसौँ भन्यो। अनि हाम्रो आगी चाहिँ फेरि के किन्ने भनेर फेरि किन्न थाल्नुभयो पूजाको सामान। अनि मैले पनि पूजाको सामान चाहिँ हातमा लिएर ढाकी हातमा लिएर बसेँ। अनि एकछिन चाहिँ हामी बस्नु भनेर एकछिन बसेँ। मैले चाहिँ थोरै मात्रै धेरै मात्रै भिडियो लिएँ। त्यहाँदेखि हामी चाहिँ अहिले चाहिँ मन्दिरतर्फ लाग्यौँ। अनि यता बहिनीहरू चाहिँ अगाडि अगाडि हुनुहुन्थ्यो, हामी चाहिँ पछाडि पछाडि जाँदै थियौँ। अनि बहिनीहरू चाहिँ मन्दिरको छेउमा पुगिरहेको थियो नि त, किनभने गर्मी थियो अनि नानीहरू मान्नु थिएन। त्यहाँदेखि हामी चाहिँ मन्दिरभित्र पनि छिर्यौँ। अनि यहाँ चाहिँ बाहिर नै जुत्ता चप्पल अलिक बाहिर राख्नु पर्दो रहेछ। अनि यहाँ जुत्ता चप्पल खोल्न थाल्यौँ। अनि भान्जाले खोलिदिनु भयो। अनि बाहिरको फुलहरू चाहिँ यस्तो रहेछ झाडालेको मन्दिरको। अनि म पनि फर्स्ट टाइम हो। अनि यता चाहिँ हात धुनु जाने ठाउँ रहेछ। अनि यता हात धोएर आएर पनि हामी मन्दिरभित्र पस्यौँ। अनि फेरि दुई ठाउँ रहेछ नि त हात धुने ठाउँ। अनि यहाँ चाहिँ किनभने अलिक ढुक्कै थियो, अनि त्यही भएर हामी पनि अरू एकछिन पर्छौँ हाम्रो पालो हात धुनुको लागि। अनि हात धुनु त्यता जानुभयो आनीहरू। अनि मैले पनि यता अलिअलि भिडियोहरू लिएँ मन्दिरको अगाडिको भिडियोहरू लिनु थालेँ मैले चाहिँ। अनि यस्तो छ मन्दिरको अगाडितिर चाहिँ। अनि यहाँ चाहिँ बसेर एकछिन पूजाको सामग्रीहरू मिलाउने ठाउँ यहाँ चाहिँ। अनि मैले चाहिँ आनीलाई एकछिन मेरो भिडियो लिनु न भनेर मैले चाहिँ भिडियो पनि लिएँ। हामी चाहिँ अब हातसात धोएर भित्र बस्यो। अनि भान्जीले नै मैले भान्जी बस्नु म भिडियो फोटो लिन्छु भनेर भान्जी पनि बस्दिनु भयो। अनि हामी फेरि पनि भिडियो लिएर भित्र मन्दिरभित्र पस्यौँ। अनि आज चाहिँ मैले चाहिँ किनभने पूजा गरेको चाहिँ भिडियो लिएन, किनभने भिडियो लिने कोही थिएन नि त, सबैजना पूजा गर्दैन हुन्थ्यो। अनि त्यही भएर मैले चाहिँ पूजा गरेको भिडियो चाहिँ लिएन। अनि पूजा चाहिँ गर्दैछु भने अरूले चाहिँ गर्दैनन्छ, अनि म पनि गर्दै थिएँ। त्यही भएर मैले चाहिँ अलिअलि भिडियो मात्रै लिएँ। अनि अलिअलि भिडियो लिँदैछु। मैले त आनीहरू चाहिँ गर्दैन हुन्छ। अनि भान्जा पनि यता त्यता कुद्दै हुनुहुन्छ। अनि मैले भान्जीलाई एकछिन भिडियो लिनु न भान्जी भने। अनि भान्जीले पनि यसो भिडियो लिनुभयो। भान्जीले चाहिँ माथि मङ्की देखाउनु भएछ, माथि मङ्की छ भन्नु भान्जीले चाहिँ मङ्की देखाउनुहुन्छ। अनि त्यहाँदेखि म चाहिँ पूजा गर्दै थिएँ। अनि यता बहिनीले भान्जा पनि यता हेर्दै हुनुहुन्थ्यो मङ्की भनेर। हामी सबैजना पूजा गर्नु